बडा खै देखाउनु त हाम्रो चाहिँ आइफोन भयो भने आइफोन छ होइन मलाई विदेश जस्तो फिल हुन्छ क्या पुरै पखाइलो कि छुट्टै टिकट यस्तो छ यार यही देखाउनलाई होइन यसरी नेपाली मार्केट गाइज चाहिँ उनीहरू होइन बबाल देखिरहेको छ यता चाहिँ दोही पासी पनि छ है हेलो फ्रेन्ड वेलकम ब्याक टु माई न्यू भिडियो के चली चली सबैजनाको सो हामी चाहिँ अब काम ड्युटी सकेर रुममा आएर यसो नुहाइधुवाइ गरेर भनेको म चाहिँ नयाँ नै केटाहरू चाहिँ नुहाउनु भएको छ क्या दायाहरू अनि नुहाएर अब हामी चाहिँ यसो बजारतिर जाँदैछु हेर्नु नि दाइ कस्तो हिरो भएको छ है दाइ हेर्नु त खतरा देखिया छ दाइ हिरो अनि अर्को दाइ खतरा अनि एउटा के भन्छ अरे मार्केट जाँदैछु होइन हामी तिनजना मिलेर चाहिँ हाम्रो यता भगत दाइ सब्सक्राइब गरिदिनु होला उहाँको च्यानललाई पनि नाम के छ अरे कृष्ण सापकोटा भनेर पनि सब्सक्राइब गरिदिनु होला पनि हाम्रो भगत दाइ हुनुहुन्छ अहिले स्टार्ट गर्नुपर्छ अहिले स्टार्ट गर्नुहुन्छ एकछिनपछि हामी चाहिँ यता हिँड्दैछु यता हाम्रो आइफोनबाट खै देखाउनु त आइफोनबाट भिडियो बनाउँदै हिँडेको होइन भ्लगको लागि हटाएको कस्तो खतरा देखेको छ आइफोन भनेको आइफोन हो क्या सो हाम्रो चाहिँ आइफोन भयो भने आइफोन छ होइन यो चाहिँ मेरो गाडी मैले अस्ति भर्खर किनेर यहाँ एउटालाई दिएको थियो चलाउन यहीँतिर छोडिदिएछ चाबी यहाँ राखेको खै मलाई नि दिन आएन चाबी आज चाबी दिनु त आउनु पर्छ नि कसो यार दाइ यार कुन मार्केटमा जानु भएछ यार 1 घन्टा भइसकेर आउनु भएको छैन हजुर मोबाइल हेर्दै चल्छ त्यस्तै हो फोन ठोकिन पनि सक्छ केही छैन यस्तै छ जिन्दगी के चिज दाइ के हो उसहरू गर्नु मिल्छ नि कोटनहरू कालो ब्ल्याक एन्ड व्हाइट अनि के हुन्छ एफेक्ट त्यहीँबाट हुन्छ अब मोबाइल आइफोन त्यति नचलाएको चाहिँ मलाई थाहा होइन यस्तै छ जिन्दगी होइन गाडीवाला पनि हेर्छ है हामी त अब यस्तो गाडी मलाई किन यो रुखको पात यसरी खस्छ नि अनि चाहिँ मलाई विदेश जस्तो फिल हुन्छ क्या पुरै पखाइलो कि छुट्टै क्यामेरामा पनि छुट्टै आउँछ क्या यसको त्यही भएर कुनातिर छ नि रुखले अँध्यारो हुन्छ घामै आउँदैन कुन ठाउँमा खै यहाँ गाडीमा जङ्गलसँग जानेलाई देखेको यस्तो लामो गल्ती होइन अनि रुखले माथिको घामै नआउने त्यस्तो पनि हुन्छ ए के हो भाइ अब साइड यस्तो बाटो रुख अनि रुख त फेरि यस्तो आएको थियो जङ्गलतिर यस्तो बनाइदिनु हुनसक्छ के ठुलै हाल्लाइरहेको छ पुरै गाडी टमटममा चढेर जाने होइन आज आइतबार यो अस्ति नै त्यहीँ हेर्नुपर्छ यहाँ त बन्द छ उतैबाट जानुपर्छ होइन यहाँ बन्द छ भने त्यो पैसा टिकट काट्ने हो कताबाट चढ्ने उहाँ जाने हो 7 नम्बर जानु आउँछ त खै मल्टिपल गर्नु त धेरै भयो कति भयो 3 त चार्जर फ्री छ तपाईँले अब त्यो टुर गरौँ न कति काट्दो रहेछ हामी चाहिँ अब कार्डबाट गर्दैछ होइन अब इग्नोर गर्नु भएन 1% मात्रै रहेछ मेरो चाहिँ कहिलेसम्म रहेछ है कहिलेसम्म 28 तारिकसम्म होइन मेरो मात्र भयो कार्ड भएन
फाइनली हामी चाहिँ अब टमटममा चढे गाइस होइन यो चाहिँ हाम्रो 28 तारिकको लागि त्यसपछि 5 दिन हुने होइन अब कामै छैन अब यता काम भएपछि त उता के काम अर्को बनाउनु पर्छ त्यसपछि केही छैन फ्रीमा हो बनाइदिनुलाई होइन सब मलाई पागल भन्ने हालेर भन्छ यार है दाइ के छ अब मेरो पनि आइफोनभन्दा खतरा देखिरहेको छ त्यो रियाज बवाल देखिरहेको थियो र आज त क्यामेरा त हे भगवान् दाइ यार तपाईँ यार चस्मा नसके केले सर्नु दाइ यस्तो हिरो देखाएको छ तपाईँलाई यार दाइ यार हामी चाहिँ यता बसको टिकट काट्नलाई जाँदैको है किनभने यहाँ टिकट छैन नि त समाउँछ पुलिस चाहिँ अब अगाडि गएर चढ्ने नि कहाँ टिकट 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 पायो अहिले फर्किँदा एकपल्ट मिनट हुन्छ होइन 90 मिनटसम्म हुन्छ अब छिटो काम भएर भयो त्यसमा कन्टिन्यू गर्छ अब अलिक ढिलो भयो भने फेरि तिनीहरूको आफ्नो टाइमिङ हेरेर चाहिँ अब यहाँबाट पुग्दै यत्रो टाइम लाग्छ यहाँ 45 मिनट लाग्छ अनि यताउति अहिले 1.5 घन्टा गएर फेरि पन्चिङ गरेर आउनुपर्छ त्यही भएर ख्याल राख्नु होला तपाईँहरू बाटोमा हिँड्दा पनि यहाँको टिकट यस्तो छ यार यही देखाउनलाई नै यसरी दुईचोटि ल्याइन्छ नि ट्याप गर्नुपर्छ पन्चिङ गर्नुपर्छ तपाईँ पनि ख्याल गर्नु होला अब यो चाहिँ अब तपाईँहरूले यो पन्चिङ नगरिकन हिँड्दाखेरि तपाईँहरूलाई 500देखि 1000 ल्याइसम्म तपाईँहरूलाई जरिमाना हुन्छ तपाईँहरू बी केयरफुल भएर हिँड्नु होला हाम्रो नेपालमा त टिकट यति लामो ब्याङ्कको चेक भन्दा पनि लामो आउँछ यहाँ त यत्रो विदेश हो नि त होइन सो फेरि हामी गाडी चढ्न जान लाग्छ त्यहाँ टमटम त्यहाँ हामी त्यहीँ चढेको त्यहीँ ओर्लिएको त्यहीँ चढ्ने हो कि अब किन यहाँ जाँदैछु अब ए त्यहाँ गाडी रोकिएछ अहिले फेरि हाम्रो हामी त्यहाँ पुग्दा प्रत्य निस्किन्छ फेरि गाडी लामो भिडियो कस्तो गाडी देखियो यहाँ गाइस गाडी हेरौँ न कस्तो खालको गाडी रहेछ बाइक है अगाडि 2 पाङ्ग्रे पछाडि 1 पाङ्ग्रे बाटोको चाहिँ अगाडि 1 पाङ्ग्रे पछाडि 2 पाङ्ग्रे हुन्छ नि ल बसौँ गिम्बल हेर्ने भिडियो स्टेबलाइजर्स बबाल हान्नु लाग्छ गिम्बलले आइफोनबाट त भिडियो चाहिँ खत्रै आउँछ क्या हाम्रो पनि आउँछ खतरा यति यता यता होइन किन हल्ले अहिले पहिला हल्नु मिलेन होला क्या हेर्ने मोबाइलको चर्चिकाला मोला के भन्छ हल्ले हो भने सिधा होइन गिम्बल ल जम ऊ यहाँबाट ऊ यहाँ नेपाली मार्केट भन्नु होइन वेलकम टु मेरो न्यू ब्लगमा हामी आज यो के अरे तपाईँको आज लक्ष्मी पूजा हो त्यही भएर हामी यहाँ आज हो र भोलि होला लक्ष्मी पूजा भोलि हो भोलि लागि भन्नु नि तपाईँ यार आज भन्नुहुन्छ भोलि भन्नु नि भोलि लक्ष्मी पूजा
कि तलवारमा है भाइ अस्ति नै हामी के चिज के अस्ति त हामी यताबाट गएको यो त के चिज के मार्केट नेपाली मार्केट नेपाली चाहिँ भन्नु मिल्दैन एसियन मिनिमम अर्को नेपाली मार्केट चाहिँ मेरो माथि छ क्या एउटा बेलुका त यति धेरै भिड हुने रहेछ मान्छेको यहाँ उता देख्ने ठाउँै हुने रहेछ यहाँ दिउँसो त्यति हुन्न त लक्ष्मी पूजाको लागि नेपाली मार्केट गाइज Bine, mersi. विदेशमा आएर नेपालको झन्डा नेपाली मार्केट सिक्दैछु के नेपाली मार्केटको लोकेसन खोजेर हामी आइपुगेको छौँ हाम्रो अझै भ्लगर चाहिँ आइफोनबाट होइन हाम्रो चाहिँ छैन नर्मली मोबाइलबाट पम्किन गाइज तपाईँले यहाँ नेपालको झन्डा पनि देख्न सक्नुहुन्छ माथि नेपाली मार्केट कता तपाईँ यता नछिर तपाईँ कता बिर्सियो के छिरेर आउनु त के चाहियो तपाईँलाई त्यो त अहिले पहिले के किन्नु न त्यो त अहिले लास्टमा किन्ने करेन्ट छ नेपाली तड्का खानु परेन लानु चाहिँ के लाने हो गरम मसला छैन हामी चाहिँ मार्केटमा चाहिँ अब अलिकति सपिङ गर्छौँ सपिङदेखि भनौँ रासन पानी त्यसपछि जान्छौँ हामी चाहिँ नेपाली मार्केटबाट निस्केर झोलाभरि सामान पनि ल्याइयो अब रुमतिर लाग्दैछु बाटो काट्नुपर्छ यो चाहिँ उनीरियो होइन बबाल देखिरहेको छ यता चाहिँ दोही पासी पनि छ है ल अब हामी चाहिँ रुमतिर लाग्दिएको बाई बाई आजको भिडियो यति नै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब आवर च्यानल सपोर्ट